देश विदेशमा हुने सम्पूर्ण हाम्रो याङजोगढवासी तथा यो छापा निवासी सम्पूर्ण हाम्रा हङकङ युके है क्यानाडा जतासुकै विश्वमा छरेर बसेका सम्पूर्णलाई हामी छापा आमा समूहको तर्फबाट धेरै धेरै ह्याप्पी लोसार फलोस फुलोस यो ह्याप्पी लोसारले 2082मा सबैको भने जस्तो सोचे जस्तो सम्पूर्ण पुगोस् ह्याप्पी लोसार। गाइस ढिलो पो भयो नि त यार, साथीहरू सब पुगिसक्यो होला, सब रेडी भइसक्यो बाउ त्यहाँ खानेकुराहरू। के माथि के भयो कुरो? माथि उहाँ सबै काम गरिरहेछन्, हामी पनि काम गरिरहेको बिहान। म त आइन यार, अनुसार त्यही सुतेर बसिरहेको बिहानभरि मैले थाहा भएको अनुसार। सिआइडी चेक हान्ने? सिआइडी चेक एक छड्के चेक हान्नु पनि भयो यहाँ। छड्के चेक हान्ने भयो के हो? सब अन्धकार छ यार। एक्चुअली सबजनालाई ह्याप्पी लोसार भन्न चाहन्छु। सुरुमा यो चाहिँ गुरुङहरूको मेन पर्व भनेर चिन्ने गरिन्छ। लास्ट इयर हामी लोसारको बेलामा भाचोक थियो। इफ यु हेभन चेक आउट भाचोकको भिडियो, हजुरहरूले भाचोकको भिडियो चेक गर्नु होला। र योभन्दा पहिलाको पुस 15हरूको भिडियोहरू पनि यो च्यानलमा टन्न भेट्न सक्नुहुन्छ। स्टार्टिङ फ्रममा मेरो मोबाइल चढ्नेको भिडियोहरू पनि छ। र यति भन्दै म चाहिँ हजुरहरूलाई थ्याङ्क यू सो मच फर 5K सब्सक्राइबर भन्न चाहन्छु होइन। मेरो 5K फ्यामिली भएको छ। अब यो साह्रै अब ठुलो टपिक त होइन, ठुलो अब एचिभमेन्ट पनि होइन। जस एटलिस्ट यो पोइन्ट आउने बेलसम्म मैले जस सब्सक्राइबरमा 5K गेन गरे पनि आई थिङ्क आई हेभ लर्न मोर। यस्तो अलि हुन्छ नि त्यो कुराहरू। पहिले मैले यही च्यानल सुरु गर्दाखेरि मेरो साथीहरू सबसँगै थियो यार। यहाँ हाम्रो नाच परिवार, हाम्रो छापानाच परिवारले अर्गनाइज गरेको थियो कि त्यति बेला पुस 15को यो पार्टी। तर हाम्रो नाच परिवार गायब भएन, कोही बिहा भयो, कोही कहाँ पुग्यो, मेरो पनि बिहा भयो होइन। र हाम्रो चाहिँ नाच परिवार गायब भएको हुनाले यो पालि चाहिँ फेरि हाम्रो आमा पार्टीहरूले आएर फेरि यसको जिम्मेवार लिनुभयो कि। अहिलेसम्म त खासै कार्यक्रम केही सुरु भएको नि छैन। हाम्रो आमाहरू चाहिँ होइन गुरुङ ड्रेस लाएर तलबाट आइरहेको मैले देखिरहेको छु। अहिलेसम्म चाहिँ हामी प्रिपरेसन मात्रै गरिरहेको थियो। अब चाहिँ हामी रियल पार्टी कस्तो हुन्छ भन्ने अब एकछिनमा थाहा हुन्छ हामीलाई। ह्याप्पी लोसार हजुर सबैलाई। हाम्रो आमा पार्टीहरू नि सम्पूर्णलाई ह्याप्पी लोसार। लोसारको शुभकामना। यो मेरो साइल नानी पूर्णिमा, हाम्रो आम पार्टीको अध्यक्षज्यू यहाँ स्वागत भइसक्नु भएको छ। सबैजनालाई आज हामी छापा आमासम्म कार्यक्रम गर्दैछौँ है। अरू केही यसो भनिदिनु न ल। हजुरहरूले आयोजना गर्नुभएको होइन, अब तपाईँले अलि मिलाएर भनिदिनु पऱ्यो क्या काइती भनेर हुन्छ। सम्पूर्णलाई नमस्ते। हामी चाहिँ सम्पूर्णलाई सरको धेरै धेरै शुभकामना। हाम्रो यहाँ आज खानपिनको कार्यक्रम सुरु हुन लाग्यो अरे। हाम्रो केटाहरूले बाँडेछ नि यार मजाले। ह्याप्पी लोसार बोलो। ह्याप्पी लोसार है सबैजनालाई। ट्याग लगाएर गुरुङहरू हुनुहुन्छ। यो चाहिँ याङजोगढी छापा आमा समाजको हाम्रो छापा आमा समाज हाम्रो आमाहरूको पार्टी साथ चाहिँ यहाँ छट्टा आमाहरूलाई आज चाहिँ हाम्रो आमाहरूलाई चाहिँ हामीले के गर्नु पनि त्यो हामीले गरिन्छ। त्यस्तो हुन्छ कति चलन अनुसार भरे नि रमाइलो हुँदैछ। अहिले चाहिँ यति हेर्नु होला, धन्यवाद। धेरै बोल्न आउँदैन फेरि
एउटा उनीहरूले सबैलाई पुसाई ल ह्याप्पी लोसर है पुसाईलाई पनि ह्याप्पी लोसर मेरो त सिधै त लोसरै सिधै ए तेरी बाजेलाई पनि ह्याप्पी लोसार है बाजे है हाम्रो मितबाउ कन्छबाउ ह्याप्पी लोसार मितबाउ र कन्छबाउलाई पनि साइलाको त्यो के भन्छ युट्युब हेरेर बस्नुहुने सम्पूर्ण साइलाको यो के भन्छ अरे ग्राहकहरू अब फ्यानहरूलाई आकाश उल्टी रसोल्टी आजोली हो सम्पूर्णलाई यो 2082 को ह्याप्पी लोसर ल मितबाउ तपाईँले नि केही शब्द एक दुईवटा ह्याप्पी लोसर यति मात्र ल र हाम्रो मोहन दाईले चाहिँ यो सबै कुकिङ गर्नुभएको चाहिँ मोहन दाईले हो होइन कुकिङ विभाग हुनुहुन्छ कि एक्लै अब एक्लै त अब ह्याप्पी लोसर सबैलाई स्वस्थ रहनु मस्त रहनु झ्यापा मासु खाने रोटी खाने अनि नाच्ने कि ननाच्ने मोहन दाई नाच्ने नि भाइ यसरी हाम्रो केटाहरूले चाहिँ डेन्जर काम गरेको होइन यहाँ काम नगरिकन ठगेर हिँड्यो भनेको चाहिँ म मात्र हो मैले चाहिँ फेरि यति भ्लग बनाउँछु भन्ने मात्र बाहना हो होइन म चाहिँ फेरि ड्रोन उडाउँछु अब होइन खास वास्तवमा यहाँ यति धेरै खिच्नलाई यहाँ पहिला यो खिचिहालौँ क्या अनि खिचौँला हुन्न यो सब रेडी भएर बस्नु भएको क्या पुरा ग्रुप फोटो खिच्नको लागि कति राम्रो देखेको हाम्रो आमा पार्टीहरू आमा माइलीमा बस्न न जाके उता मेरो ट्राइपोड लिएर आइज त्यो डन्डा लिएर आइज उता उता भन्नु पनि पर्छ जा त जा मेरो बाउ तपाईँ ए बच्चा छ फेरि ल फोटो सेसन पनि सकियो गाइज अब हामी के गर्छौँ त नि ल हाम्रो बाजे बजे मोना
अहिले चाहिँ त्यहाँ आमा पार्टीहरू पनि नाचिरहेको थियो। अब त्यहाँ त तरुणहरू नभएर अलिकति नाच्नु झ्याउला हामीलाई चाहिँ, मलाई चाहिँ। त्यही भएर आएर म चाहिँ आगो तापेर बसिरहेको छु। अब फेरि राति पनि डेन्जर हुन्छ डान्सिङ, त्यति बेला चाहिँ नाच्छ होला सायद। यति हेरौँ के हुन्छ फेरि। मेदामा दाएँ पार्टी भइरहेको छ। ए तरुणीहरू आमाहरू पनि नाचेर बसेर दिन हाम्रै बाउ आमा गएको छ, हाम्रै बाउ आमा दिन नाच्छ। नाचौँ गाइस। यस्तो जाडो छ है यहाँ चाहिँ। अब नाचेर मलाई नाच्नु मन लाग्यो, तर मेरो पार्टनरले हेरेकै नाच्नको लागि हाम्रो बेस हुन्छ नि पोखरा गर्नु छ के कामहरूले। ए यस्तो पो रहेछ त हाम्रो साथीहरू त। हेलो ह्याप्पी न्यु इयर सबैजना। ह्याप्पी न्यु इयर चाहिँ कार्यक्रमहरू पनि डान्स त खाम्रो त म ल्याएर भात सात के छ। अहिले चाहिँ हामीले भात खाइसक्यो साथी हो र मजाले आगो ताप्दैछौँ। हाम्रो रिमे मुइमेहरू सबै यहीँ छ। यो मुइमे रिमे झमना चुराम हो। सो अब चाहिँ कार्यक्रम सुरु गर्नुपर्छ। अब चाहिँ नाच्न खाने प्लान गरेँ क्या मैले। ल हर्के सबलाई पनि ह्याप्पी लोसार 2082 को शुभकामना। बोल्दै ह्याप्पी लोसार। ह्याप्पी लोसार मेरो मान चाड भन्दा आज हुन्छ ह्याप्पी लोसार। ह्याप्पी लोसार बिस भाइ। अब ह्याप्पी लोसार यार भन्छ गरिदियो नि त। अब अलि मामा झाड एउटा कुल्का झाड भयो कि है। उतातिर हेऱ्यो भने त देख्नु त खासै देखाएन। म भए भएर त आएछु बढाएर देखाइदिउँ ल है। पुरा त्यो बादल लाग्यो क्या। ल म भर्खर नाचेर आएर यहाँ बसेको। फेरि पनि हाम्रो नानीले नाच्न भनेर म चाहिँ उठेँ है। खोज्दा नि यो पदमलाई उठाउनु पऱ्यो कि। आइज न हाम्रो टोली नाच्छन् कि हामी साथीहरू एउटा ग्रुप आइज न।
2022 सालको पुस 15 को भिडियो चाहिँ यति नै हो। हजुरहरूलाई कतिको रमाइलो लाग्यो होइन। अब हामीले चाहिँ डेन्जरै रमाइलो गर्यो। यदि हजुरहरूलाई यो भिडियो मन पऱ्यो भने चाहिँ हजुरहरूले लाइक सेयर सब्सक्राइब गर्न सक्नुहुन्छ द सोल्टी भन्ने च्यानललाई, जुन चाहिँ मै हो। थ्याङ्क यू गाइज।